गाइज मेरो जिन्दगीमा फर्स्ट ट्याटु हान्न लाग्दैछु, त्यही माथि यो खाना खाने ठाउँमा रोकेर दाइ आज ट्याटुको स्टल लिएर जाँदै हुन्छ होइन तपाईँ सुन्दर बजार। अन्त मैले भेटिहालेँ नि, रहर छ दाइ भनेको, दाइले यहीँ हानिदिन्छु म भन्नुभएको छ। म हातमा हान्न लागेको छु गाइज, तपाईँहरूलाई म अपडेट गराउँछु है। अनि सेलरोटी खाँदै ट्याटु हान्दैछु है अब म। यसरी ट्याटु कसले हान्छ? बाटोबाट सामान निकालेर हामी हान्छौँ। अब यहाँ प्रिन्ट गर्नु पर्दो रहेछ, मलाई चाहिँ थाहा थिएन। दाइले पिक्चर हेर्दै हुनुहुन्छ होइन। गाइज म एकदम पेन चाहिँ खप्न सक्ने मान्छे हो होइन, तर यो ट्याटुको पेन कस्तो हुन्छ मलाई थाहा छैन अहिलेसम्म। यो कान छेड्ने बेलामा चाहिँ एकदमै मैले आफै गरेको हो। स्विट पेन अरे, अब कतिको दुख्दो रहेछ म भन्छु है। अनि तपाईँहरूलाई पनि ट्याटु हान्न मन छ भने चाहिँ तपाईँहरूलाई अहिले सजिलो छ, सुन्दर बजार मेलामा स्टल छ दाइको। के ट्याटु छ? एन्जल ट्याटुमा गएर ट्वाक ट्वाक है। नयाँ मेसिनले हाल्न गइरहेको छु म। नयाँ मेसिन गाइस, म भागे मान्छे नयाँ मान्छे हैन, नयाँ ट्याटु, नयाँ मेसिन, नयाँ ट्याटु। ल केही होला जस्तो छ आज। ल उ त साला कालो म गोरो भएछ त। त्यसो भने गाला सिरमा गल्बो। ए गाइस यहाँ सब रेडी भइसकेको छ मेरो। यहाँ अब यहाँ हान्ने हो, यसमा टुई हान्ने। ठीक छ होइन दाइ? डिजाइन चाहिँ एकदम किनभने मिनिङफुल डिजाइन। मिनिङफुल छ के? ल यसको मिनिङ पछि लास्टमा भन्छु है। कहानी त लामो छ हैन? लामो छ। गीत गाएर मलाई ल अब सुरु हुन लाग्यो। पुरै कालो भयो भन्दा गाइस बाटोमा रोकेर हानेको, त्यही भएर तपाईँहरूले ग्लोभ्स लगाएको छैन भनेर चाहिँ जज नगर्नु होला। उहाँले पुरै सेनिटाइज गर्नुभएको छ उहाँको हात। मलाई केही समस्या छैन। ल सुरु भयो है गाइस। हाल्नुभयो? जय शम्भु, जय भोले। एकछिन ओके नै अनै छोडिदियो है। टेक अ लङ ब्रेथ। गाइस कतिको दुख्छ मलाई थाहा छैन है, थाहा छैन अहिलेसम्म जिन्दगीमा। लामो सास लिनु हैन? के लिनु? लामो सास सुरु गर्नु? गर्नु। केही हुँदैन के खास, भन्ने मात्रै मात्रै। चिरिक गऱ्यो हल्का कमलाले टोकायो। यस्तो यसो सारा संसार बिर्सिदिनु एकछिन लागि। अलिकति काटे जस्तो हुँदो रहेछ। कता कता काटे जस्तो, कता कता चिरे जस्तो, चिरा जस्तो, कता कता चिराइरहेको ठाउँमा ठ्याक्क मिलाएर चुनमा हान्ने भने हैन र? धर्का त हान्ने। ल मजा आइरहेछ है गाइज, मलाई त्यस्तो दुखे छैन। मजा आइरहेछ। दलिहालेँ क्या मैले दाइ त्यहाँ अघि। यो मेरो शरीर मेरै अधिकार है त। अनि हान्दा हुने रहेछ है, हान्दा हुने रहेछ। मलाई डर लाग्थ्यो क्या पहिला चाहिँ, कस्तो हुन्छ। मेरो ट्याटु तपाईँले लगाए त्यहाँ मरुन्जेलसम्म बोकेर हिँड्नुहुन्छ। यो मर्दाखेरि सँगै लिएर जाने एउटा ट्याटु, एउटा चाहिँ के हो र सँगै लिएर जाने भनेको व्यवहार। यस्तो थियो है त्यो, यस्तो थियो भन्ने हुन्छ नि, छोडेर जाने। तपाईँ लगाएर सुन औँठी सौँठी सब फुगालिदिइहाल्छ त्यहाँ। यो चाहिँ सक्दैन होइन, त्यही भएर है। अझ पुरानो कहानी। यसको मिनिङ म अहिले लास्टमा भन्छु है। मरेपछि बेचेर खानु पाइन्छ भन्ने सुनेको छु मैले। मान्छे डराउँदा मात्रै रहेछ। मलाई चाहिँ साँच्चै नै मैले दुखे छैन है, साँच्चै। दामी देखाएको मेरो हातमा सानो छ नि त हात। सानो छ त, क्युट छ ट्याटु। ट्याटु नै क्युट छ, त्यो राम्रो देखिन्छ। मलाई फेरि त्यो पुतली कम्बरमा घाँटीमा चाहिँ हान्न अलिक मन पर्दैन। अब कतिलाई मनपर्छ होला। अब मलाई एउटा मम्मी र बाबाको एउटा हान्न मन छ। अघि मैले लास्टमा राखेँ। ल म भन्छु बालाजु होइन, यता मम्मी बाबा आएको बेला लिएर आउँछु अनि सर्ट हान्ने हो। दामी कतिको बस्छ भनेर म एक दुई दिनमा देखाउँछु। तर त्यस्तो तपाईँहरू डराउनु पर्दैन है गाई, डराउनु पर्दैन। त्यस्तो दुख्दैन। यो निलो होइन कालै हुने बनाइदिनु है दाइ। निलो भयो भने धेरै राम्रो लाग्दैन मलाई त। ट्याटु बारेमा तपाईँलाई थाहा छैन रहेछ? किन? त्यो निलो सुलो कहाँ निलो हाने निलो हुन्छ। ए हो, जुन कलर हाल्न त्यही हुने हो। पहिला चाहिँ के थियो भन्दाखेरि जे पनि निलो हुन्थ्यो होइन, त्यो जुन पाए त्यो कलर युज गर्थ्यो क्या पहिला। अब अहिले त ब्ल्याकै हुन्छ होइन? ब्ल्याक। ल है ब्ल्याक ट्याटु हान्दैछु म। मैले ढाँटेको होइन है, मेरो अनुहारको एक्सप्रेसन चेन्ज भएको त। दुखेको त आँखा साखा गर्थ्यो होला नि त। तर म खप्न सक्छु भनेर चाहिँ मैले अघि सुरुमै भनिसकेको थिएँ। तर त्यस्तो तपाईँहरू कान छेडे जति चाहिँ दुख्दैन गाइस, कान छेडेको धेरै दुख्छ।
जीवनमा कत्रो कत्रो पीडा सहनुपर्छ त्यही जाबो यो त के हो र गाइस भित्री पीडा छ भने गाइस ट्याटु हान्नुपर्छ बाहिरको पीडाले गर्दा भित्री पीडा हल्का मेट्या जस्तो हुन्छ है ल भन्नु न यो पनि एउटा ठ्याक्कै मिनिङफुल छ नि मेरो शरीर मेरै अधिकार गाली गर्छन् होला नि त कतिले हेरेर हैन ए यस्तो गरी चाहिँ भन्नाले मेरो शरीर र मेरो अधिकार भनेको यही यो ट्याटुमा पनि भन्न मिल्छ अनि जज गर्छ नि त ट्याटु हान्ने मान्छेलाई नि त मै गाइन्छु बरु मेरो शरीर मेरै अधिकार तिमीले नखोज धेरै अधिकार हाँस्दैमा दाइलाई फेरि यो गीत किन मन परेको नारीवादी गीत मन पर्दो रहेछ दाइलाई पुरै जय नारी यतिको चाहिँ हुनु पर्यो है यतिको चाहिँ हुनु पर्यो एन्जल ट्याटुमा सुन्दर बजारमा हुनुहुन्छ कति दिनसम्म हुनुहुन्छ दाइ तपाईँ त्यहाँ एक हप्तामा तपाईँहरूले हाल्न सक्नुहुन्छ है ट्याटु गएर गाइज लास्टमा चाहिँ अलिअलि दुखाए जस्तो हुँदो रहेछ तर यो सहन सक्ने गरी त्यस्तो मर्ने गरी हार्ट एट्याक आउने गरी होइन तर दुख्दै दुख्दैन त भन्न मिल्दैन हल्का चाहिँ दुख्दो रहेछ लास्टमा चाहिँ अररिसँग हातै भयो कति छिटो सक्यो हेर्नु त कति छिटो सक्यो कति 10 मिनट पनि लागेन होला 10 मिनट पनि लागेन बबाल बनाइदिनु भएको दाइले मलाई चाहिँ थाहा छैन है कसरी ट्याटु हान्छ नरोडे भनेर मेरा 15 सालका तजुर्बा तपाईँले कसको सञ्जय दत्त कसको भनेको अरे सञ्जय दत्तको ट्याटु हान्ने मान्छे हो है दाइ चाहिँ कहाँ छातीमा त्यो महादेवको ट्याटु दाइले हानेको अरे सञ्जय दत्तको है अनि त्यस्तो मान्छेसँग म यहाँ ट्याटु हान्दैछु हेर्नु ल अब ट्याटु हेर्नु होला गाइज मेरो सेमिकोलन ट्याटु हो गाइज यसको चाहिँ डिप मिनिङ चाहिँ तपाईँहरूले सेमिकोलन ट्याटुको मिनिङ के हो भनेर गुगलमा सर्च गर्नु होला अहिले यहाँ मैले भन्दा म्युजिकको साइन पनि छ यो राम्रो छ है सुल्टोमा चाहिँ ल बाई बाई थ्याङ्क यू दाई अनि दाइको आइडी मेन्सन गरिदिन्छु काठमाडौँमा हुनुहुन्छ भने तपाईँ दाइको ठाउँमा गएर हाल्नु धन्यवाद